हामी सिन्धुपाल्चोकको मुडे बजारमा छौँ। हाम्रो माताहरू हिँड्नै सकेन क्या। मुडे बजार टक्क लाग्यो हेर्नुहोस्, मुडे बजार सिन्धुपाल्चोकको मुडे बजार। फेटा बाँधेर बसिरहेको छ। ठुलो हुन्छ भनेर क्या हो। ए हाम्रो उहाँ सबै दिदी हुनुहुन्छ है, आशा दिदी हुनुहुन्छ, पुरा छुर्पी किन्दै हुनुहुन्छ। उहाँ त पसल देखेन न। एकदम मुडे बजार सम्झना बजारमा लगे पनि रहेछ। मुडेको बजार, मुडे बजार कति लामो लामो यो मुडे बजार त घुमेर सकिँदैन साथी हो। अब हामी आएर यो तल्लो बाटोबाट जान्छौँ हामी यता तलतिर। हेलो गाइज, हेलो गाइज, गाइज सब अगाडि हामीलाई अन्याय भएको छ। हामी माथि अन्याय भएको छ। हामी गाइज लास्ट सिटमा, हाम्रो टोलीले लास्टमा पारेर धेरै उभारिरहेको छ। खडा बोल्दै हुनुहुन्छ, हामी पछाडि है। गुनासो छैन सब्जी केही भन्नु छ तपाईँलाई? हामी पछाडि बसेकोमा ओ गाइज हामी कुद्दैछौँ गाडीमा। बिहानको 6 बजी चढेको, अहिले कति बज्यो भाइ? हेर त घडी हेर भाइ, 2:08 गइसक्यो, तै पनि हामी गाडीमै छौँ। सैलुङ पुग्न कति बाटो? हेलो अगाडि बढ्दै हुनुहुन्छ हामी। कति बज्यो अहिले? कति बज्यो अहिले? ओहो गाइस हामी चाहिँ ग्रेट वाल आइपुगेका छौँ। हाम्रो उहाँ चाइनिज दिदीले ल्याउनु भएको सैलुङ ग्रेट वाल। सबै दिदी नै उकालो लाग्नु भइसकेको छ मस्त पाराले। सुजन दाई पनि जानुभयो। अर्जुन दाई पुरै हिरो हुनुहुन्छ हाम्रो अर्जुन दाई। हेर्नुहोस् अब टिमहरू अगाडि बढ्यो, म लास्टमा भएँ। हाम्रो 4 टिम त पछाडि छ। गाइज ठाडो उकालो गेटवाल सैलुङको पुरै सबैजना चाहिँ गइसक्नु भयो माथि। हेलो गाइज हामी चाहिँ ठाडो गेटवालको ठाडो उकालो चढ्दैछौँ पुरै त्यसमा। ओ उहाँ तलदेखिबाट गरेर चढ्दैछु। धेरै उकालो ठाडो, एउटा पहाड चढे जस्तो छ। गरममा आइपुग्यो, अलिकति माथिसम्म आइपुग्यो। यहाँ वन छ, पुरै वन। यता उक्याएको भयो। आज ठाडो खुलिँदैछु।
सबै फोटो खिच्ने क्रम भइरहेको छ। चाइना गेट वाल इश्क तेरा इश्क मैनू